साथीहरू नमस्कार। आज चाहिँ मैले सुत्केरी मसला बनाउने विधि लिएर आएको छु। खाने हैन त ला आउनुस्। मसलाहरू यसरी धोइ पखाली गरेर रेडी बनाएको छु। पेस्ता, नरिवल, हाडे बदाम, किसमिस, गुद, छोगडा, फर्सीको बिया, तिल, जाइफल, अलैँची, तेजपत्ता, सुकमेल, ल्वाङ, दालचिनी, काजु, नेपाली सुप, नेपाली बदाम, ज्वानो, मेथी, सौंप, मखना र रेडिमेड धुलो 32 मसला। सुत्केरी मसला चाहिँ यही हो। र यी सबै चिजलाई मैले यसरी हल्का फ्राई प्यानमा भुटेको छु। यिनीहरू सबै भुटिसकेपछि मैले ग्राइन्डरमा हालेर यसलाई एकदम धुलो बनाउने, मसिनो बनाउने। सबै पिसिसकेपछि अब फ्राई प्यानमा तेल तताउने र अघि रहेको गुदलाई फुराउने, यसै गरी किसमिसलाई फुराउने र अनि त्यो धुलोलाई फेरि ठुलो फ्राई प्यानमा यसरी घिउमा पुरा धेरै घिउ हाल्नुपर्छ। घिउमा हालेर मसलालाई मजाले भुट्ने। त्यसपछि मजाले दुध हाल्ने, धेरै दुध हालेर गजी पकाउने। दुध पाकिसकेपछि माथिबाट नरिवल, अघिको गुद, किसमिस सबै हालेर मजाले पकाउनुपर्छ। पूर्ण रूपमा पाकेपछि यसले चाहिँ घिउ छोड्छ। ल हेर्नुहोस्, यसरी घिउ छोड्छ। घिउ छोडेपछि यो पूर्ण पाको। साथीहरू, मगमग बास्ना चल्ने, मुखै रसाउने तयारी भयो। तपाईहरुलाई अहिलेसम्म मैले यो विधि सबै देखाएँ। कस्तो लाग्यो? मन पर्यो त? मन पर्यो भने पकाएर खाने हैन त साथीहरू? तपाईहरुलाई यो मन पर्यो भने अवश्य पनि यो मेरो भिडियोलाई अरूलाई सेयर गरिदिनु होला र यस्तै राम्रा राम्रा भिडियोहरू हेर्नलाई मलाई फलो पनि गर्नुहोला। हस् त, यतिन्जेलसम्म तपाईहरुले हेरेर मलाई साथ दिनुभयो। यहाँहरुको दिन शुभ बितोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, सृजनशील रहनुहोस्। बाई।